यता चाहिँ बहिनी म बेटी भएर दोकान जाँदैछु बेटीको लागि के ल्याइदिनु पर्यो भुल्याउनेलाई भनेर म कहीँ जाँदै थिएँ नि त त्यसैले यहाँ बेटीलाई चाहिँ भुल्याउनुको लागि यहाँनिर के किनिदिएँ र म चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ मेरो चाहिँ बिहान बिहानको हालत कस्तो भइरहेछ भनेर एकदम खराब भइरहेछ। सो म चाहिँ यहाँनिर यहाँ आइपुगिसकेको छु। अहिले चाहिँ हामीहरू निक्लिसकेको छौँ। यहाँनिर कहाँ जानु निक्लिसकेको छौँ भन्दाखेरि यहाँ देख्नु सक्नुहुनेछ यहाँनिर हामीहरूको चाहिँ अलिकति मेम्बरको घरमा काम थियो र काम सिद्ध्याएर चाहिँ हामीहरू चाहिँ निक्लिसकेको छौँ। यता बच्चाहरू नि स्कुल जाँदै रहेछन्, स्कुल जाने नि टाइम भइसकेको रहेछ। हामी चाहिँ बिहानै निक्लेको थियौँ। सो यहाँ चाहिँ फेरि धामीकोमा जानुलाई काम थियो। यता चाहिँ धामी घर नि पुगिसक्नु आँटेको थियौँ हामीहरू चाहिँ। यता देख्नु सक्नुहुन्छ यो चाहिँ धामी घर हो र धामी घरमा पुगेर चाहिँ यता कुर्सी ल्याइदिएँ र कुर्सीमा बसेँ। अहिले चाहिँ मेरो पाली आइसकेको छ। यहाँ चाहिँ देख्नु सक्नुहुनेछ म चाहिँ यहाँ तल बसेर एकदम यहाँ के गर्नु लागिरहेको थिएँ। सो यहाँ हामीहरू चाहिँ अहिले चाहिँ घर नि घुमिसकेकी छौँ। यहाँ देख्नु सक्नुहुनेछ के भन्दै थियो क्यामेराम्यान चाहिँ अहिले मैले अरूलाई नै दिइरहेको थिएँ नि त त्यसैले यहाँ चाहिँ क्यामेराम्यान साटिरहेको थियो। अहिले चाहिँ म चाहिँ छुइनँ। सो यहाँ चाहिँ हामीहरू घर जाँदैछौँ। यता देख्नु सक्नुहुनेछ कस्तो हिलो बाटो छ भनेर घाम लागिरहेको थियो तर पनि यति पानी भइरहेको रहेछ। सो यहाँनिर चाहिँ म चाहिँ अगाडि यहाँ भान्जी चाहिँ पछि हिँडिरहेको थिएँ र यता चाहिँ आफ्नो अनुहार पनि देखाइरहेको थिएँ भान्जीले चाहिँ। यहाँनिर देख्नु सक्नुहुनेछ यहाँ चाहिँ हामीहरू चाहिँ अहिले घर जाँदैछौँ। घर नि निकै दूर पर्छ नि त त्यसैको लागि यहाँ हामी चाहिँ सँगै जाँदैछौँ। यता चाहिँ हामीले चाहिँ यो चाहिँ कसैलाई नछुवाइकन लानु है भनेर भन्नुभएको थियो त्यसैले म चाहिँ यहाँनिर अलग्गै हिँडिरहेको थिएँ। सो म चाहिँ घरमा आइपुगेर खानासाना खाएर यता बारीतिर लागिसकेको छु। आजको लागि यति नै हो। फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई अल।